चक्र बनेको रहेछ है। यो यहाँनिर एउटा यो त्रिशूल है, यस्तो भएर पाइलाहरू छन्, यस्तो पाइलाहरू छन् यहाँनिर। यस्तो थान शिवजीको, शिवजीको मन्दिर ढुङ्गाको बिचमा कस्तो छ ढुङ्गा, सबैभन्दा अग्लो शालिग्राम है। यसरी चक्रहरू छन् यहाँनिर। यो मन्दिर रहेछ है, तबबाट यस्तो छ पहाड, त्यो ढुङ्गै ढुङ्गा ढुङ्गै ढुङ्गा अन्त यस्तो अचम्मको ठाउँ, भगवानको बास। चक्रहरू बनेका रहेछन् यो ठाउँमा चाहिँ। यस्तो ढुङ्गा चक्र पुरै घुमेर यो यति विशाल ढुङ्गा रहेछ। सबै चक्रहरू अचम्मले बनेको सबै चक्रहरू छन्। बिचमा मन्दिर, यो गाईको मन्दिर रहेछ, गौ माताको। दुई ढुङ्गा कति छ कि राम्रो ढुङ्गा छ यो। यहाँ चाहिँ माथि भगवान विष्णु शिवजीको रहेछ। कस्तो छ ढुङ्गा, माथि गाडीहरू छन् हाम्रो।